आरामै छ? के छ सन्चै? हिजोको सबै पढेर आउनु भएको छ? किन बोल्दै बोल्नु भएन? बोल्न मन लागेन? अहिले म र हजुर बिच के भएको छ? हो, कुराकानी भएको छ है। हामी कुराकानी के का माध्यमले गरेका छौँ? बोलीबाट हामी बोलेर कुराकानी गरेका छौँ हैन? हामी बोलेर एक आपसमा कुराकानी गर्छौँ, छलफल गर्छौँ भने यसलाई चाहिँ मौखिक अभिव्यक्ति भनिन्छ हैन? हामी मुखले बोलेर आफ्नो भाव वा विचारलाई बाहिर प्रकट गर्ने कामलाई चाहिँ हामी मौखिक अभिव्यक्ति भनिन्छ। जुन कि अहिले म बोलेको छु र भाइ बहिनीहरूलाई सोद्धाखेरि पनि मुखले बोलेर मलाई केही कुराहरू सम्प्रेषण गर्नुभयो, यसलाई चाहिँ मौखिक अभिव्यक्ति भनिन्छ। ल, अब मौखिक अभिव्यक्तिमा हामी जस्तै कुराकानी गर्न सक्छौँ, छलफल गर्न सक्छौँ, संवाद गर्न सक्छौँ, त्यसै गरेर वाद विवाद गर्न सक्छौँ, भाषण गर्न सक्छौँ र हामी प्रवचन गर्न सक्छौँ। यी भए मौखिक अभिव्यक्तिका उदाहरणहरू। अब यसमा चाहिँ यो मौखिक अभिव्यक्तिलाई पनि दुईवटा भेदले हेर्न सकिन्छ।